ज्योतिष वास्तु धर्म र आध्यात्मको सङ्गम कार्यक्रम ज्योतिष राशि हेरेर बस्नुभएका तपाईँ तमाम आदरणीय दर्शकवृन्दहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। अब कार्यक्रम सुरु गरौँ आजको पञ्चाङ्गबाट। आज मिति 2082 साल वैशाख 8 गते सोमबार, तदनुसार अप्रिल 21 तारिक 2025, सिद्धार्थी नाम संवत्सरे उत्तरायणे, वसन्त ऋतु, वैशाख कृष्ण पक्ष, अष्टमी तिथि, दिउँसो 2:07 सम्म, तत्पश्चात नवमी तिथि प्रारम्भ हुनेछ। उत्तरषाढा नक्षत्र, साध्य योग, तैतिल करण, दिनमान 32 घडी 19 पला रहेको छ। सूर्योदय बिहान 5:36 हुनेछ भने सूर्यास्त साँझ 6:31 हुनेछ। आदरणीय दर्शकवृन्द, तपाईँ यस कार्यक्रम कहाँबाट हेर्दै हुनुहुन्छ, कस्तो लाग्छ, यस च्यानलमा कस्ता सामग्री भिडियोहरू हेर्न चाहनुहुन्छ, प्रतिक्रिया दिन नभुल्नुहोला। दैनिक भिडियो हेर्नका लागि यदि तपाईँले अहिलेसम्म यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर बेल आइकन थिच्न नभुल्नुहोला। दर्शकवृन्द, अब तपाईको आजको दिन के कस्तो रहनेछ भन्ने जानकारी सहित कार्यक्रम सुरु गरौँ आजको राशिफलबाट। मेष राशि हुनेहरूका लागि आजको दिनबाट कार्य क्षमतामा वृद्धि भएको महसुस हुनेछ। गरेका कार्यहरू पुरा हुनेछन्। काममा लगनशीलता बढ्नेछ। पिता समान मान्यजनबाट सहयोग मिल्नेछ। अचल सम्पत्ति जोड्ने समय रहेको छ। गाडी वाहन तथा अचल सम्पत्तिको किनबेचबाट फाइदा मिल्ने देखिन्छ। विदेश जानेहरूका लागि आजको दिन शुभ रहेको छ। परिवारबाट टाढा हुनुपर्दा भने आजको दिनमा मनमा खिन्नता बढ्ने देखिन्छ। आफ्नो क्षमता र साहस देखाउने अवसर प्राप्त हुनेछ। मान सम्मान र प्रतिष्ठा वृद्धि हुने समय देखिन्छ। सरकारी वा प्रशासनिक क्षेत्रबाट विशेष फाइदा मिल्ने समय छ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। वैदेशिक व्यापार जागिरमा प्रगति हुनेछ। आत्मविश्वास लिई अघि बढी प्रतिस्पर्धीहरू पछि पार्न सकिनेछ। स्वास्थ्य पक्ष भने कमजोर रहने देखिन्छ। वृष राशि हुनेहरूका लागि आजको दिन प्राविधिक कार्यमा सफलता मिल्नेछ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ। गुरु तथा मान्यजनबाट सहयोग मिल्नेछ। भाग्यले साथ दिनेछ। धर्म कर्ममा रुचि बढ्ने देखिन्छ। सामाजिक कार्यबाट असन्तुष्टि मिल्नेछ। आकस्मिक आर्थिक लाभ हुने समय छ। वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने आजको दिन शुभ रहेको देखिन्छ। बुद्धि विवेक बढ्नेछ। अनुसन्धानात्मक क्षेत्रमा सफलता मिल्ने देखिन्छ। न्याय तथा कानुन सम्बन्धी क्षेत्रमा सफलता मिल्नेछ। लामो समयदेखि रोकिएका योजनाहरू सफल बन्ने देखिन्छ। अनुसन्धानात्मक क्षेत्रबाट भरपूर फाइदा मिल्नेछ। कार्यक्षेत्रमा नेतृत्वदायी भूमिका निभाउन पाइनेछ। गाडी तथा वाहन किन्नका लागि आजको दिन शुभ रहेको छ। सञ्चार माध्यमसँग सम्बन्धित भई कार्य गर्नेहरूका लागि सफलता मिल्ने देखिन्छ। वाद विवादबाट भने आजको दिन टाढा रहनु तपाईँको लागि उत्तम हुने देखिन्छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन आर्थिक पक्षमा कमजोर रहने देखिन्छ। धनको आगमन भए पनि खर्चमा नियन्त्रण गर्न गाह्रो पर्ला। आजको दिन साझेदारी व्यवसायमा लगानी नगर्दा उत्तम हुने देखिन्छ। मन चञ्चल रहनेछ। दैनिक कार्यमा समेत ध्यान दिन कठिनाई हुने देखिन्छ। परिवारका सदस्यसँग वाद विवाद बढ्न सक्छ। सतर्कता अपनाउनु बेस हुने देखिन्छ। थोरै समयका लागि कर्जाको बोझ बढ्ने देखिन्छ। व्यावसायिक लगानीमा विचार गर्नुपर्ने समय छ। अन्य व्यक्तिको कुरा सुने पनि निर्णय आफै लिनु बुद्धिमानी हुनेछ। न्याय तथा कानुन सम्बन्धी काममा
ढिलासुस्ती हुने देखिन्छ। आफन्त तथा साथीभाइबाट सहयोग पाइने छैन। नजिकका व्यक्ति सोचेर भर नपर्नु नै उत्तम हुने देखिन्छ। अनावश्यक भ्रममा पर्नुभन्दा सोचेर कार्य गर्नु तपाईँको लागि आज उत्तम हुने देखिन्छ। कर्कट राशि। कर्कट राशि उनीहरूका लागि आजको दिन दाम्पत्य जीवनमा विवाद बढ्न सक्ने देखिन्छ। पारिवारिक सहयोगको कमी महसुस हुनेछ। मानसिक अशान्ति र असमझदारीले दिनमा प्रभाव पार्नेछ। यात्रामा अवरोध आउनेछ। व्यवसायमा जोखिमपूर्ण निर्णय नगर्नु बेस हुने देखिन्छ। स्वास्थ्यमा केही कमजोरी देखिनेछ। आजको दिन एक्लोपन र निरुत्साहले भरिएको हुनेछ। दैनिक काममा अवरोध आउने देखिन्छ। पुराना कार्यको बोझको अनुभूति हुनेछ। आजको दिन साझेदारी व्यवसायमा थप लगानी नगरेको नै बेस हुने देखिन्छ। वैवाहिक जीवनमा वाद विवाद उत्पन्न हुनेछ। आर्थिक पक्ष सुधारका लागि नयाँ योजना बन्ने देखिन्छ। टाढाको यात्रा गर्दा सतर्कता अपनाउनु जरुरी देखिन्छ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइने समय रहेको देखिन्छ। सिंह राशि। सिंह राशि उनीहरूका लागि आजको दिन सुखद पारिवारिक जीवन बिताउन पाइने देखिन्छ। शरीरमा रोगसँग लड्ने क्षमता बढ्नेछ। पुराना रोगहरू ठिक हुँदै जानेछन्। नियमित कार्यमा प्रगति हुने देखिन्छ। आफूभन्दा तल्लो तहका व्यक्तिबाट सहयोग पाइने दिन्छ। दैनिक जिम्मेवारीका साथ अगाडि बढ्न सकिनेछ। तपाईले बनाउनु भएको नयाँ आर्थिक योजना सफल बन्ने देखिन्छ। जागिरी वर्गका लागि प्रमोसन हुने दिन रहेको छ। तपाईको कार्य र लगनशीलताको प्रशंसा हुनेछ। सेवामूलक कार्यमा संलग्न हुनेहरूका लागि पद बढ्ने सम्भावना छ। स्वास्थ्यमा सुधार आउनेछ। मानसिक स्थिति बलियो भएको महसुस हुनेछ। परिश्रमको मूल्य पाइने दिन रहेको छ। स्वास्थ्य पक्ष सामान्य रहने देखिन्छ। कन्या राशि। कन्या राशि उनीहरूका लागि आज मनमा अशान्ति बढ्नेछ। प्रेम सम्बन्धमा असमझदारी आउनेछ। खर्चमा वृद्धि हुने देखिन्छ। सन्तानका लागि चिन्ता बढ्ने देखिन्छ। यात्रामा समस्या आउनेछ। मानसिक थकानले काममा बाधा पुर्याउनेछ। निर्णय लिनु अगाडि गहिरो सोच विचार गर्नु बुद्धिमानी हुनेछ। शङ्का बढ्नाले सप्रिने काम पनि बिग्रन सक्ने सम्भावना देखिन्छ। आफूले गरेका कार्यको प्रतिफल ढिलो पाइने समय छ। कार्यमा लगातार परिश्रम गर्न भने नछोड्नु उचित हुने देखिन्छ। सन्तानको स्वास्थ्य बिग्रने समय छ। उनीहरूको शैक्षिक कार्यका लागि मनमा चिन्ता बढ्ने देखिन्छ। प्रेम सम्बन्धलाई दरिलो बनाउन स्पष्ट कुराकानी गर्नु आवश्यक देखिन्छ। स्वास्थ्य पक्ष मध्यम रहने देखिन्छ। तुला राशि। तुला राशि। तुला राशि उनीहरूका लागि आजको दिन पारिवारिक समस्या आउने देखिन्छ। आमासँगको सम्बन्ध बिग्रने समय रहेको छ। बोलीमा विचार गर्नु आवश्यक छ। सम्पत्ति सम्बन्धी विवाद बढ्ने सम्भावना छ। मनमा खिन्नता र निराशा बढ्ने देखिन्छ। आकस्मिक खर्चले आर्थिक बोझ थप्नेछ। काममा ढिलासुस्ती हुनेछ। आजको दिन धैर्यतापूर्वक बिताउनु उचित हुनेछ। घरको सजावट सम्बन्धी काममा अवरोध आउने देखिन्छ। जग्गा जमिन सम्बन्धी काममा ढिलासुस्ती हुने देखिन्छ। पारिवारिक मतभेदले मनोबलमा असर पार्न सक्छ। पुराना सम्झौता सम्बन्धी गल्ती पल्ता लाग्दा मनमा चिन्ता बढ्नेछ। नयाँ कार्यको योजना बनाउँदै हुनुहुन्छ भने सोचेर अघि बढ्नु उचित हुने देखिन्छ। आमाको स्वास्थ्य बिग्रने हुँदा समयमै सचेत भई अघि बढ्नुपर्ने देखिन्छ। वृश्चिक राशि। वृश्चिक राशि उनीहरूका लागि आजको दिन दैनिक काममा जोस जाँगर र उत्साह बढ्नेछ। भाइ बहिनीहरूसँगको सम्बन्धमा सुधार आउने देखिन्छ। लेखनसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। छोटो दूरीको यात्राबाट फाइदा मिल्नेछ। आत्मविश्वास बढ्नेछ। साथीभाइ र नातागोतासँगको सम्बन्धमा सुधार देखिन्छ। मानसिक स्थिति
बलियो भएको महसुस हुनेछ। नयाँ योजनाको थालनीका लागि शुभ समय रहेको छ। तपाईँको सोचलाई समाजले सहर्ष स्वीकार गर्ने देखिन्छ। कला साहित्य तथा मिडिया क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि विशेष फाइदाजनक समय छ। भाइ बहिनीबाट उपहार प्राप्त हुने दिन छ। सहयोग र सल्लाह दिने क्षमता बढ्नेछ। स्वास्थ्य पक्ष सामान्य रहने देखिन्छ। धनु राशि हुनेहरूका लागि आजको दिन धन लाभको योग बनेको देखिन्छ। परिवारमा खुसीको वातावरण छाउनेछ। मूल्यवान वस्तु प्राप्त हुनेछ। आर्थिक हिसाबले उन्नतिको समय देखिन्छ। आर्थिक बचत हुने समय रहेको छ। व्यावसायिक लगानीबाट लाभ मिल्ने देखिन्छ। आजका दिन साझेदारी व्यवसायमा अवसर मिल्ने भए तापनि लगानी नगर्दा नै उत्तम हुने देखिन्छ। बोलीको प्रभावले मान सम्मान बढ्ने देखिन्छ। स्थायी सम्पत्तिमा लगानी गर्दा फाइदा हुने देखिन्छ। परिवारले गरेको शुभ कार्यको आयोजनामा सामेल हुन मौका पाइनेछ। कर्मचारी वर्गका लागि तपाईँको कार्यको आधारमा पुरस्कार तथा सम्मान प्राप्त हुने समय छ। धन सम्पत्तिमा अभिवृद्धि गर्न सकिनेछ। परिश्रमको उचित मूल्य पाउने समय रहेको देखिन्छ। स्वास्थ्य पक्ष सबल रहने देखिन्छ। मकर राशि हुनेहरूका लागि आजको दिन व्यक्तिगत कार्यहरूमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्ने समय छ। आजको दिन साझेदारी व्यवसायमा लगानी नगरेको उत्तम हुने देखिन्छ। आत्मविश्वास बढ्नेछ। आफ्नो धैर्यले समस्याहरूलाई समाधान गर्न सकिनेछ। नेतृत्व क्षमता वृद्धि हुनेछ। नयाँ जिम्मेवारी प्राप्त गर्ने समय छ। यतिखेर तपाईँको सरुवा बढुवा तथा पदोन्नतिको सम्भावना रहेको छ। सामाजिक क्षेत्रमा मान सम्मान मिल्नेछ। घर परिवारबाट पर्याप्त सहयोग प्राप्त हुनेछ। मन प्रफुल्ल रहनेछ। धार्मिक तथा सामाजिक दायित्वमा अग्रसर हुने समय छ। काममा ठोस नतिजा दिन सकिनेछ। स्वास्थ्य पक्ष सामान्य रहने देखिन्छ। शुभ कार्यको थालनीको लागि समय अनुकूल रहेको देखिन्छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन आध्यात्म र परोपकारतर्फ रुचि बढ्ने देखिन्छ। एकान्तमा समय बिताउन मन लाग्ने समय छ। आफ्ना कमजोरीहरूमा ध्यान जाने समय देखिन्छ। अनावश्यक रूपमा खर्च बढ्ने समय छ। नयाँ योजना प्रारम्भ गर्नुभन्दा पहिले पुनः सोच विचार गर्नु ठिक हुने देखिन्छ। आज गरेको परिश्रमको फल ढिला मिल्ने देखिन्छ। शरीरमा आलस्यता बढ्नेछ। मनोबल कमजोर भएको महसुस हुनेछ। यात्रा गर्दा सतर्कता अपनाउनु आवश्यक हुने देखिन्छ। अनावश्यक सोचाइ बढ्ने समय रहेकाले मानसिक तनाव बढ्ने समय छ। आफूले बनाएका योजनाहरू गोप्य राख्दा उत्तम हुने देखिन्छ। ध्यान योग तथा साधनातर्फ मन जाने समय छ। आजको दिन लाभको अपेक्षा नगरी कार्यमा तल्लीन रहनु तपाईँको लागि उत्तम हुने देखिन्छ। मीन राशि हुनेहरूका लागि आजको दिन आफ्नै काम कार्यमा निराशा उत्पन्न हुने देखिन्छ। मनोबल घट्ने हुँदा कुनै पनि कार्य गर्दा निर्णय लिँदा कठिन हुने देखिन्छ। सानो कार्यले पनि ठुलो तनाव उत्पन्न गर्न सक्छ। वैदेशिक यात्रामा अवरोध आउनेछ। पारिवारिक वाद विवाद हुने एवं सम्बन्धमा चिसोपन आउने समय रहेको देखिन्छ। काममा एकाग्रता कायम गर्न मुस्किल पर्ने देखिन्छ। आजको दिन निर्णय गर्दा भने सतर्कता अपनाउनु बेस हुने देखिन्छ। सोचे जस्ता कार्यहरू नबने तापनि पुराना अनुभवले काम सहज बन्न सक्छ। नकारात्मक सोचले बाधा पुर्याउनेछ। मानसिक थकानले काममा ढिलाइ हुने देखिन्छ। आजको दिन विवादमा नपर्नु नै तपाईँको लागि उत्तम हुने देखिन्छ। आदरणीय दर्शकवृन्द, तपाईँ अहिले यस कार्यक्रम कहाँदेखि हेर्दै हुनुहुन्छ, कार्यक्रम कस्तो लाग्छ, साथै के कस्तो भिडियोको अपेक्षा गर्नुभएको छ, कृपया यसै भिडियोको मुनि एक कमेन्ट गरिदिनु होला।
दैनिक भिडियो हेर्नका लागि यदि तपाईँले अहिलेसम्म यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब बटन थिची बेल आइकन बजाउन नभुल्नुहोला। राशिफलले जे जस्तो भने पनि तपाईँको आजको दिन सौहार्दपूर्ण एवं सहज तरिकाले बितोस् भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्ते, शुभ दिन।